64 वर्षको उमेरमा 6 कक्षाको परीक्षा भन्छन् कलेज स्तरसम्म पढ्छु। उनी हुन् सुनसरीकी सीता खड्का। उनी अहिले 64 वर्षको भइन् तर कक्षा 6 मा अध्ययनरत छन्। खड्काले 64 वर्षको उमेरमा वार्षिक परीक्षा दिइरहेकी छन्। साथै उनले आफू कलेज स्तरसम्म पढ्ने बताएकी छन्। मान्छेको रहर चाहना भए कुनै पनि कुरा उमेरले छेक्दैन भन्ने ज्वलन्त उदाहरण बनेकी छिन् 64 वर्षीय आमा। उनी 6 कक्षाका साना नानी बाबुसँग परीक्षा हलमा बसेको देखिन्छन्। केही वर्ष यता धेरैजना आमा दिदीले आफ्नो पढ्ने रहर पूरा गरिरहेका छन्। विवाह गरेर छोराछोरी जन्माई हुर्काई छोराछोरीको पढाइ पूरा गरिसकेपछि आफ्नो पढ्ने रहर पूरा गरिरहेका हुन्छन्। कतिजना त आफ्नो छोराछोरीसँगै स्कुल पनि जान्छन्। यस्ता गतिविधिले धेरैलाई प्रोत्साहन बनाएको छ। धेरै महिलाहरू विवाह हुने बित्तिकै पढाइ छोड्छन्। धेरैले विवाह भयो भने घर व्यवहार सम्हाल्नु पर्छ, पढ्न पाइँदैन भन्ने धारणा राख्छन्। तर कतिले नाति नातिनाको पढाइ पूरा भइसकेपछि पनि आफू पढ्छन्। त्यही उदाहरण बनेकी छिन् 64 वर्षीय सीता आमा। उनको यो जोश र जागरले धेरैलाई प्रोत्साहन मिल्छ। उनले भनेकी छिन्, म कलेज लेभलसम्म पढ्छु। 64 वर्षको उमेरमा पनि यति धेरै आशावादी र सकारात्मक सपनाले धेरैलाई पाठ सिकाएको छ। सीता आमाले जस्तै पढ्न चाहना भएका तर पढ्न नपाएकाहरूलाई पनि उनको यो पाइलाले उत्साह दिएको छ। यति धेरै उमेरमा आफ्नो पढाइ यात्रा सुरु गरेकी सीता आमाको कलेजसम्म पढ्ने चाहना पूरा होस्, शुभकामना।